प्रतिक्रिया दिन सुरु गरौँ न। तपाईहरुकै सहजताको लागि आउनु भएको के हो उहाँहरु आधिकारिक मान्छे आउनु भएको छ सुन्नु न कुरा क्लियर गर्छ बहिनीले नदगालौ न भिडियो हो बोल्दै हो बोल्नुहुन्छ अब नगर्दैन त पछाडिबाट यार भएन नि तपाईं छोडिदिनुस् न तपाईँ कारण अड्क्यौँ नि त हामी तपाईँ छोडिदिनुस् न प्लिज तपाईँ छोडिदिनुस् न प्लिज अलिकति ब्याक हुनु न अलि ब्याक भयो तपाईँ कारण यहाँ त सबै तपाईँलाई मात्र देखिने भयो निर्वाचन आयोगको जुन निर्णय आएको छ यो निर्णय दुर्भाग्यपूर्ण निर्णय छ संविधान दल सम्बन्धी ऐन विधान प्रक्रिया विधि र नेपाली कांग्रेसको विधानको ठिक विपरीत आएको छ पहिलाको नजिरको पनि खिलाफ षड्यन्त्रपूर्ण तरिकाले आएको छ जुन हामीले आशंका गरेका थियौं त्यो आशंका अनुसार नै षड्यन्त्रपूर्ण निर्णय आएको छ र निर्वाचन आयोगकै योभन्दा अगाडिका दलका विवादहरूको निर्णयको स्थापित नजिरको विपरीत आएको छ त्यसैले सम्पूर्ण रूपमा यो निर्णयलाई नेपाली कांग्रेस खारिज गर्दछ हाम्रो लागि यो निर्णय अमान्य छ हामी राजनीतिक वैधानिक सबै खाले लडाईहरू लड्छौँ वैधानिक राजनीतिक सबै लडाईहरू लड्छौँ कानुनी यसको हाम्रो के स्वरूप हुन्छ के हुन्छ केन्द्रीय कार्यालयमा बैठकपछि निर्णय गर्छौँ आज मैले तपाईँलाई यति भन्ने यो निर्णय पार्टीको निर्णय धेरै समय अगाडिदेखिको तपाईँहरू पनि सुन्नु भएको छ सबै सेटिङ भएको छ यो भएको छ त्यो भएको छ ती कुराहरू भनिएका थिए त्यो कुरालाई सबै कुरालाई चिर्दै अहिले आएर के देखियो भने आज आएर त्यति मात्र होइन एक पक्षले दाबी गरेको बारेमा मूल नेपाली कांग्रेस 14औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाको नेतृत्वको नेपाली कांग्रेस जुन नेपाली कांग्रेस आज पनि नेपाली कांग्रेस विधान अनुसार केन्द्रीय कार्य समिति अहिले पनि यथावत छ पार्टीको विधान अनुसार हामीले जेठ मसानसम्म म्याद छपेका छौँ तपाईँलाई मैले दिउँसो पनि भनिसकेँ अब अदालत जाने कि आन्दोलन गर्ने त्यसैले के छ भन्दा निर्वाचन आयोगले आधिकारिक कानुनी रूपमा एकपटक संस्थापन पक्ष तथा नेपाली कांग्रेसको 14औं महाधिवेशनमा निर्वाचित सभापति र केन्द्रीय समितिलाई एकपटक नबोलाइकन जुन यो पनि के भन्दा अझसम्मको निर्वाचन आयोगको निर्णय गर्ने प्रक्रियाको पूर्णतया खिलाफमा छ भन्दा त्यसैले मैले भने प्रक्रियागत रूपमा पनि त्रुटिपूर्ण छ षड्यन्त्रपूर्ण छ कानुनी रूपमा षड्यन्त्रपूर्ण छ वैधानिक रूपमा षड्यन्त्रपूर्ण छ नेपाली कांग्रेसको विधान न्यायालयको सर्वथा विपरीत निर्णय आएको छ यो निर्णय नेपाली कांग्रेस खारिज गर्दछ यो हामीलाई अमान्य छ र हामी यो निर्णयका विरुद्धमा वैधानिक कानुनी राजनीतिक सबै खालका लडाईँ लड्छौँ यसका लागि हाम्रो बैठक बसेर विस्तृत कार्ययोजनाहरू हामी निर्वाचनमा के हुन्छ दर्शक दिन हामीले सुन्यौं कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफ्नो जिंदाबाद 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 होशियार 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 होशियार
टिप्पणी गर्नु भएको छ। ए हामी अहिले हुन्छौँ है यहाँ हामी अहिले जाने होइन हामी अहिले निर्वाचन आयोग अगाडिबाट प्रत्यक्ष प्रसारण गरिरहेका छौँ। तपाईहरू देख्न सक्नुहुन्छ नेपाली कांग्रेसको वैधानिकता गगन थापा पक्षले पाएपछि विशेष महाधिवेशनबाट निर्वाचित पक्षले वैधानिकता पाएसँगै कांग्रेसको शेरबहादुर देउवा पक्षले यहाँ नाराबाजी गरिरहेको छ र केही अगाडि पूर्णबहादुर खड्का कार्यवाहक सभापति हुनुहुन्थ्यो, उहाँले चाहिँ यो निर्णय हामी मान्दैनौँ, अवैधानिक छ भनेर अस्वीकार नमान्ने घोषणा गर्नुभएको थियो। अहिले यहाँ नेविसङ्घका र कांग्रेसका युवा कार्यकर्ताहरूले नाराबाजी गरिरहेका छन्। तपाईले देख्न सक्नुहुन्छ उहाँले निर्वाचन आयोग अगाडि नाराबाजी गरिरहेको अवस्था हो। निर्वाचन आयोग मुर्दाबाद 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 विवादित निर्णय खारेज कर खारेज कर खारेज कर अमेरिकी दलाल होशियार 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 विदेशी शक्ति होशियार 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 जिंदाबाद 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 मुर्दाबाद मुर्दाबाद होशियार 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 नेताहरू एकैछिन अगाडि आएर पूर्णबहादुर खड्का आएर मिडियालाई सम्बोधन गरेपछि आफ्नो असहमति जनाएपछि पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि, एनपी साउद लगायत मिनेन्द्र रिजाल लगायतका नेताहरू बाहिरिसकेका छन्। उनीहरू गाडी चढेर बाहिरिसकेका छन् भने यहाँ अरू कार्यकर्ताहरूलाई यहीँ रहन तरुण दलका कार्यकर्ताहरू यहाँ नाराबाजी गरिरहेको देखेका छौँ। निर्वाचन आयुक्त, प्रमुख कार्यवाहक निर्वाचन आयुक्त र निर्वाचन आयोग विरुद्ध नाराबाजी भइरहेको छ। तपाईँ गएर कुमार पेन्टको घरमा जानुहोस्, सबै न्युज पाउनुहुन्छ। किन फुट्यो भन्ने कहाँ हो त्यो?
साथी हो होशियार साथी हो हान्नुपर्छ यहाँ होशियार होशियार पाइँदैन अहिले राति 12 बजे होइन हान्नुपर्छ है डलर आयुक्त चाहिँदैन विदेशी दलाल होशियार विदेशी दलाल होशियार डलर आयुक्त राजीनामा दे नेपाली कांग्रेस जिंदाबाद शरबत देउवा जिंदाबाद डलर आयुक्त राजीनामा दे डलर खेती बन्द कहिलेसम्म बेचिन्छ विदेशी एजेन्ट होशियार विदेशी एजेन्ट होशियार बाख्रा बोटन होशियार विदेशी दलाल होशियार नालाई आयुक्त राजीनामा दे अलि गेट सेट तोडाउन हेर देखाउन हान्नुपर्छ रातको 12 बजे मटन काजी मुर्दाबाद यस्तो गर्नुका यो छेन्जीले भयो बेन्जीले घर चला आदेश राति घर चलाउनु तला निर्वाचन आयोगको यो निर्णय गर्नेहरूको घर चलाउनु जानु पर्यो यो सरकारले हस्तक्षेप हो घर चलाउनु गेट खोलेर राति जाउँ न आउनु के डराएको साथी हो यसको ऊ गेट खोले भित्र जाउँ न भित्र गेट खोले हो ल जो निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिक सभापति गगन थापा हुने र गगन थापाको नेतृत्वमा विशेष महाधिवेशनले पुस 30 गते चयन गरेको नेतृत्व नै आधिकारिक हुने निर्णय दिएपछि पूर्णबहादुर खड्काले उक्त निर्णय नमान्ने घोषणा गरेका छन्। यो निर्वाचन आयोगको अगाडि आएर पूर्णबहादुर खड्का, प्रकाशमान सिंह लगायतका नेताहरूले, विमलेन्द्र निधि लगायतका नेताहरूले उक्त निर्णय नमान्ने घोषणा गरेपछि बाहिरिएका छन् भने केही कार्यकर्ताहरू, तरुण दल र नेवी संघका केही कार्यकर्ता नेताहरू यहाँ जम्मा भएका छन्। सुरक्षाकर्मीको ठूलो संख्या उपस्थित छ यहाँ।
का घरमा गएर आगो लागि गर्ने र निर्वाचन आयोगमा हस्तक्षेप गर्ने अथवा आगो लागि गर्ने एजेन्सीहरूले जस्तो गरेका थिए दोस्रो दिन त्यस्तै गर्छौँ भनेर भनिरहेको अवस्था थियो र हामीसँग तरुण दलका अध्यक्षकै नेतृत्वमा यहाँ प्रदर्शन भइरहेको थियो भने अहिले जमलतर्फ तरुण दलका अध्यक्ष जमलतर्फ लागेका छन्। अरू कार्यकर्ताहरू पनि बिस्तारै घरतिर बाहिरिन थालेका छन् यहाँ प्रदर्शन स्थलबाट। असन्तुष्टि जनाइरहेका कार्यकर्ताहरू अब सडकबाट बाहिरिन लागेका छन्, यहाँबाट निस्किन लागेका छन्। शेरबहादुर देउवा पक्षको असन्तुष्टि यहाँ जाहेर भएको छ। पूर्णबहादुर खड्का आएर पूर्णबहादुर खड्काले यो निर्णय मान्य नहुने र पहिल्यै योजना बनाएर यो सबै भएको हो भन्ने आरोप लगाएर पूर्णबहादुर खड्का लगायतका नेताहरू बाहिरिएपछि केही बेर कार्यकर्ताहरूले प्रदर्शन गरेका थिए। उनीहरू पनि एकछिन प्रहरीसँग धक्कामुक्की भएपछि प्रहरीले अलि परसम्म लखेटेपछि उनीहरू पनि बाहिरिएका छन् यहाँबाट।